आज के कस्तो मौरीहरू भइरहेछ हेर्न गइरहेको छु। मैले यो मौरी यो मुडे घरबाट सारेको कस्तो गरिरहेछ हेर्दैछु। एकदमै राम्रो काम गरिरहेछ। माथि सुपर चढाउने बेला पनि भइसकेको छ। अनि यो मुनि यसरी पानी राखिदियो भने फुटी गरेर फुटीमा यसरी पानी राखिदियो भने चाहिँ कमिलाले दुःख दिँदैन। यो चाहिँ मैले आधुनिक तरिकाले गरेको, किनभने यो मुडे घरमा चाहिँ अब मह काटिन्छ, चाका बच्चाहरू फालिन्छ। अनि त्यही भएर यसमा चाहिँ बच्चा नाश हुँदैन। यसमा चाहिँ मह काटिन्छ, बच्चा त्यही हुन्छ। अनि बच्चा पनि काट्छ अनि धेरै मौरी भएर राम्रो काम गर्छ। यसलाई सुपर मैले यहाँ तयारी गरिसकेको छु। यो मैले आफै नै मेसिनहरू युज नगरी आरीले काटेर आफैले बनाएको रेडी छ। यो चाहिँ अर्को घरको लागि रेडी गरेको। यो चाहिँ खाली डोरी यो चाहिँ चेन्ज गरिबस्नुपर्छ। अनि यो चाहिँ मिलिफेरा, यो चाहिँ सेरेना भन्ने लोकल मौरी भन्ने, यो चाहिँ मिलिफेरा। यो चाहिँ दुईवटा जातको हुन्छ। यो चाहिँ मिलिफेरा हो, सेरेना र मिलिफेरा जातको हुन्छ। मौरी चाहिँ एकदमै राम्रो काम गरिरहेछ। फुलहरू मजाले लिइरहेछ। यहाँ मैले एक घरबाट 6 घर बनाएको थिएँ, तर 3 घर चाहिँ मैले साथीले मागेर मैले साथीलाई दिएँ र राम्रो काम गरिरहेछ। आउजाउ भइरहेछ। यो मिलिफेरा पनि छ। तोरी छरिदिएको छु मौरीको लागि। तोरी छरिदिएको छु। यहाँ हाम्रो सुपारी बगान, नरिवल बगान, कोला बगान, अनि यहाँदेखि अलिकति माथि जङ्गल छ। मौरी पालनको लागि धेरै सहज हुन्छ। मौरी पालन स्टार्ट गरेको यो हिजो अस्ति चाहिँ मैले बर्खामा निरीक्षण नगरेर चाहिँ नहेरेर चाहिँ मैले भागेको थियो। तर फेरि मैले घर सफा गरिदिएर राखिदिएको थिएँ। फेरि फर्केर आएर बसेको छ। राम्रो काम गरिरहेको छ। आफै आएर बसेको चाहिँ धेरै काम गर्छ। राम्रो काम गर्छ। मैले सुपर पनि हालेको छु। आफैले मैले बनाएको राम्रो काम गरिरहेछ। मैले पर्सितिर देखाउने छु खोलेर के कसो काम गरिरहेछ। मैले पर्सितिर हेर्छु। यहाँ तोरी पनि निस्किँदैछ। सानो सानो निस्किसकेको छ। यो 2 खालको जात भएकोले गर्दा यो सेरेना चाहिँ आधुनिक घरमा भन्दा पनि धेरै मन पराउने चाहिँ मुडे घरमा हो। यो जङ्गली मौरी भनेकोले गर्दाखेरि मुडे घरमा चाहिँ अत्याधिक मन पराउँछ। धेरै जसो उसलाई तातो न्यानो यो जङ्गली भनेपछि यो उनीहरूलाई जङ्गली घरै मन पराउँछ। धेरै आउजाउ गरिरहेछ। त्यहाँ तातो हुन्छ नि त यो मुडे घरमा।
पुरानो घर यो चाहिँ बगेनाको यो बगेनाको धेरै राम्रो हुने रहेछ। यो बगेनाको चाहिँ हलुङ हुन्छ अनि यसको दुलो खोल्न पनि धेरै सजिलो। अनि मैले सबै यसलाई चाहिँ योपालि आधुनिक घरमा सार्ने प्रयास गर्नेछु, किनभने यो बगेनाको एकदम यसलाई यहाँ चाहिँ राम्रो मह निकालेकोले गर्दाखेरि मैले यहाँ आधुनिक घरमा चाहिँ नसारेको। ल अर्को हेर्न गइरहेको छु। यो मौरीलाई निरीक्षण चाहिँ धेरै गर्नुपर्ने हुन्छ, नभएको पनि हप्तामा एकचोटि, महिनामा एकचोटि। विशेष गरेर चाहिँ यो कमिला, बच्छ्यु अनि यो भित्ती अनि यस्तो माकुराको जालो धेरै याद गर्नुपर्छ। यसलाई केही गर्नु पर्दैन, यसलाई अरू यसको शत्रुदेखि चाहिँ धेरै बचाउनुपर्छ। मैले अस्ति नै सुपर हालिदिइसकेको छु, सुपरमा चढ्न थालेको छ। एकदमै बिहान बिहानै अहिले 9 बजेको छ। यिनीहरू बिहानै चाहिँ धेरै आउजाउ हुन्छ, तर अहिले चाहिँ 9-10 बजिसकेको छ। अनि यो आधुनिक घरमा चाहिँ चाका नष्ट भएर जाँदैन, बच्चा नष्ट भएर जाँदैन भनेर चाहिँ यो आधुनिक घरमा धेरै सहज हुन्छ। मैले त्यही भएर यो मौरी पालनको लागि चाहिँ धेरै सजिलो काम हो। यो चाहिँ न घाँस हाल्नुपर्छ, न दाउरा, न पानी। यसलाई निरीक्षण चाहिन्छ, विशेष गरेर चाहिँ यसलाई यो कमिला या मुनिबाट नजाओस् भनेर। अनि बारुलाहरू बर्खामा हो, बारुलाहरू हेर्ने भनेको। अनि यसलाई चाहिँ माकुरा, यो माकुरा अनि भित्ती त्यति याद गरिदियो भने चाहिँ हप्तामा एकचोटि हेऱ्यो भने पनि धेरै यिनीहरूलाई सजिलो हुन्छ। र बर्खामा चाहिँ विशेष गरेर किन भाग्ने काम गर्छ भने यिनीहरू भित्र धेरै जस्तो किराहरू फैलिन्छ अनि फोहोर हुन्छ। त्यही भएर यिनीहरूले घर छोडेर जानुको कारण चाहिँ त्यही हो, किराहरूले दुःख दिने। अनि बर्खामा चाहिँ अति पानी परेकोले गर्दाखेरि खाना पनि हुँदैन उनीहरूसँग। फुलमा भएको रस पनि पानीले कुटेर झाडिहाल्छ अनि खाना पनि नभएको कारणले अनि किराहरू पनि हुन्छ, त्यहाँभित्र किराहरू हुन्छ। मुनिपट्टि पातामा किराहरू हुन्छ, त्यो चाहिँ सफा गरिदिनु पर्ने हुन्छ। सफा गरेपछि यिनीहरूले आफसे आफ काम गर्छ। आजको लागि यति नै। अब अरू पनि म देखाउँछु, अरू पनि छ।